समुद्र सतहभन्दा धेरै माथि ढोरपाटनको सुन्दर उपत्यकालाई निहाल्दै जब तपाईँ बादलहरूको रेखा छिचोलेर अझ माथि उक्लिनुहुन्छ तब सुरु हुन्छ एउटा अर्कै रहस्यमय दुनियाँ बुकीपाटन। नेपालको एकमात्र शिकार आरक्ष्य ढोरपाटनको शिरमा मुकुट झैँ सजिएको छ यो विशाल पाटन। परापूर्व कालदेखि नै यो उच्च हिमाली भागमा एउटा अलौकिक र बास्नदार जडीबुटी फुल्ने गर्थ्यो, बुकी फुल, जसको सुवासले सम्पूर्ण पहाड नै सुवासित हुन्थ्यो। प्रकृतिको यही अनुपम वरदानबाट यो ठाउँको नाम रहन गयो बुकीपाटन। हिउँदमा हिउँको सेतो सिरक ओढ्ने यो पाटन बर्खायाममा भने हरियाली र ढकमक्क फुलेका फुलहरूको स्वर्ग बन्छ। 12 महिना कठोर मौसम, ओइरिने आँधी र चिसो हावासँग जुझ्दै आएका भेडीगोठालाहरूका लागि यो पाटन आमाको न्यानो काखभन्दा कम छैन। आज ढोरपाटनको शिरमा मुस्कुराइरहेको यो बुकीपाटन केवल एउटा भूगोल मात्र होइन, प्रकृतिको एउटा जीवन्त इतिहास र अनौठो शान्ति हो। यदि तपाईँ प्रकृतिको साँचो सुन्दरता महसुस गर्न चाहनुहुन्छ भने ढोरपाटनको शिरमा रहेको बुकीपाटनले तपाईँलाई बोलाइरहेछ।